मामाले मलाई जात्रै गाली गर्नु छ हेप्नु छ स्कुलमा आयो कि जता कति एउटा हेलो फ्रेन्ड वेलकम टु माई न्यू भिडियो आज पनि आइसकेको छौँ फेरि पनि नयाँ भिडियो लिएर आज के हो भनेर हजुरले थम्बनेल थाहा पाइसक्नु भएको होला आज चाहिँ आज हाम्रो बहिनीको बर्थडे छ घरमा आज बर्थडेको दिन आज बर्थडे गर्ललाई हेर्नै पर्यो अब बर्थडे गर्ल कता छिन् भनेर खोज्न जाम हामी चाहिँ बर्थडे गर्ल चाहिँ हेर्ने छिन् यो हातमा के खेलाएर बसिरहेको छिन् थाहा छैन तर आज भरे बर्थडे मनाउने भनेर सोच छ तर सामान भयो भने हामीले बर्थडे मनाएको भिडियो राख्ने नै छौँ अनि अहिलेको लागि यत्नसम्म फाइनल्ली गाइज आज बहिनीको बर्थडेमा आज हामी बजार गएर केक लिएर आइसकेका छौँ अगाडि हुन्छ मामा आएर म गएर लिएर आइसकेका छौँ केक चाहिँ हामीले फ्रिजमा राखिसकेका छौँ केक चाहिँ अहिले हेर्न सक्नुहुन्छ अहिले चाहिँ केक बर्थडेका सामानहरू यहाँ छन् मामा चाहिँ यहाँ आउनुहुन्छ है केक चाहिँ यस्तो छ अरे हेर्न सक्नुहुन्छ मोबाइलमा अहिले रियलमा देखाउने छु अब आज हामी खतरा छौँ रमाउने छौँ रमाएको भिडियो हजुरले हेर्नु होला लास्टसम्म त्यति बेलाको लागि एकैछिन बस्नुहोस् गाइज ब्याक टु माई च्यानल आज मेरो बर्थडे होइन अनि आज कति रमाइलो हुन्छ हजुरले हेर्नु होला अनि त्यसमा हेर्नु होला लाइक कमेन्ट सब्सक्राइब गर्नु होला फलो पनि गर्नु होला त्यतिसम्म बस्नु हो बाई फाइनल्ली गाइज हाम्रो बहिनीको बर्थडेमा बाख्रा चाहिँ काटेर भइसकेको छौँ बोको चाहिँ काटेर भइसकेको छौँ हेर्न सक्नुहुन्छ यता चाहिँ मामाले ठुला बाबाले काम गर्नुभएको छ भने सँग मामाले आगो बाल्न लाउनु छ अहिले चाहिँ पुत्तोहरू भएर उम्बिनुको होला चाहिँ बाबा हुनुहुन्छ भनेपछि त भित्र बुवाले काम गर्नको लागि कपडा काटिसक्नु भएको छ हेर्न सक्नुहुन्छ होइन मम्मी चाहिँ यता माथि आइसक्नु भएको छ पानी लिएर काम गर्न छ मम्मीले पनि बर्थडे गर्ल चाहिँ माथि कोठामा बसिरहेकी छिन् बुवा चाहिँ यता हुनुहुन्छ काम गर्न चाहिँ रेडी हुनुहुन्छ यता चाहिँ हाम्रो सामान छ यता हेर्न सक्नुहुन्छ ठुला परिनिष्ठ चाहिँ यता छिन् यहाँ हेर्न सक्नुहुन्छ हाम्रो प्यारी बहिनी हाई खै त हाई चाहिँ भनिसकेको छिन् भनेपछि बर्थडे गर्ल त्यहाँभित्र छिन् बर्थडे गर्ल अहिले हामीले देख्न सक्छौँ अहिले चाहिँ यहाँ काम चलिरहेको छ यता चाहिँ मामाले मन कि मुख ढाक्न छ मम्मीको काम पनि धमाधम चलिरहेको छ भनेपछि सबैको काम धमाधम चलिसकेको छ हेलो गाइज म डुडालाई यिनीहरूले हेपेर मलाई फेरि सिटा ल्याउन पठाइ यता रुति गराएको छ यिनीहरूलाई पाप लाग्छ अब म चाहिँ माथि गएर ठुला बाबा गएर सिटा लिएर आउनु थालेछु होइन हात यस्तो हुँदा हुँदैन छोड्नु मलाई यिनीहरू जाँदै पापी भयो हाम्रो घरका कहिले यता पठाउँछन् कहिले उता पठाउँछन् हेप्छन् बा यिनीहरूले मलाई जाँदै यता चाहिँ बहिनी आएकी छिन् एउटा बर्थडे गर्ललाई मैले रेडी हुन भनेको बर्थडे गर्ल चाहिँ रेडी भइसकिन् एकछिन पछि रेडी हुन्छन् रे आज बर्थडे चाहिँ बेलुकीतिर मनाइने भइएछ त्यही भएर आज बाख्रा काट्न सुरु गऱ्यौँ हामीले बोके कस्तो मैले बाख्रा र बोकेमा झुकिहाल्छु होइन हजुरले थाहा भइसकेको होला आज हामीले के काट्यौँ भन्ने कुरा त अनि हजुरलाई मैले जति सक्दो रमाइलो पल देखाउन खोज्ने नै छु हजुरले नि लास्टसम्म हेरेर साथ दिनु नि होला अहिले चाहिँ म सिटा ल्याउन आएको छु सिटा लिएर जान्छु घरतिर मैले चाहिँ यहाँ सिटा लिएर आइसकेको छु म जस्तो रुडा मान्छेलाई अनि यहाँ कामहरू खान हेर्न सक्नुहुन्छ है जाँदै हेप्छन् यिनीहरूले मलाई यहाँ मामाले चाहिँ यहाँ हुन्छ आज मामाले मलाई जाँदै गाली गर्नु छ हेप्नु छ स्कुलमा आयो कि जता कति एउटा यता हेर्नु त मामा ओ हेपेका मामा उयो त फर्केर हाँस्न मामाले चाहिँ मलाई हेप्नुहुन्छ हेर्न सक्नुहुन्छ मेरी बहिनी चाहिँ यहाँ चिनी डान्सर नाच त ल हाई गाइज हेलो गाइज भनिदियो गरिदियो यहाँ चाहिँ बर्थडे गर्ल छ नि बर्थडे गर्ल भन्दाखेरि यहाँ बहिनी राम्रो छ नि हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हामीले काम गर्न थालिसकेका छौँ बाख्रा बोके चाहिँ काटेर भइसकेका छौँ अनि अहिले पोल्न थालेका छौँ यता ठुला बाबाले र मामाले चाहिँ राम्रो तरिकाले यहाँ हेर्न सक्नुहुन्छ काम गर्न छ अनि भनेको चाहिँ मैले मजाकमा हो त मलाई हेप्दिनन् कसैले पनि यता चाहिँ बाबा आउनुहुन्छ हेर्न सक्नुहुन्छ
यो भिडियो चाहिँ यही राख्छु मैले अहिले फेरि बहिनी अहिले एकछिनपछि फेरि आउने नै छु म हामीले आज यहाँ पानी खान थालेका छौँ बाहिर बोको बनाउनको लागि बर्थडे गर्लले चाहिँ मेरो भिडियो बनाउन थालिसकेको छ फाइनली गाइज हामीले चाहिँ बोको गाडी बितिसकेका छौँ अहिले चाहिँ होइन अहिले भित्र आएर मतलब बिल लाउनु थाल्नु भएको छ हेर्न सक्नुहुन्छ बिल लागेको छ हामीले आज बहिनीको बर्थडे भनेर बोको काटेको होइन बेच्न त बेच्दैनौँ घर खाना ल अब ठुला आउनु छ माथिबाट अनि मामाबाट आउनु छ त्यही भएर नै यसो बिरा लगाएको हो यसो कति किलोमिटर छ चेक गर्नलाई पनि हेलो गाइज फेरि पनि आइसकेका छौँ हामी अनि बाख्रो काटेको बोको काटेको देखाइदिउँ भने अहिले चाहिँ हामीले कटिङ गर्न थालेका छौँ पकाउनको लागि हामीले काम गरेर यति काम भइसकेको छौँ भनेपछि यो कटिङ हुँदैछ आधी प्याज चाहिँ तल कटिङ भइसकेको छ भनेपछि यहाँ टमाटर मामाले कटिङ गर्दै हुनुहुन्छ आफ्नो स्टाइलमा हेर्न सक्नुहुन्छ सुपर फास्ट हजुरलाई कोही चाहिएको छ भने कुकम्यान चाहिएको छ भने सम्पर्क गर्न सक्नुहुन्छ नम्बर फोन नम्बरमा यो चाहिँ दुईटी बहिनी छिन् त बर्थडे गर्लले चाहिँ मेकअप गर्न थालिसकेकी छिन् भनेपछि बर्थडे गर्ल आज कस्तो हुने छिन् भनेपछि तपाईँले देख्न सक्नुहुन्छ एकछिन पछि अहिले चाहिँ हामीले चाहिँ यहाँ गीत बजाउँदै काम गरिरहेका छौँ किनकि काम परेको भएर मम्मी चाहिँ यहाँ हुनुहुन्छ है आन्टी त्यहाँ आउनुहुन्छ ठुला बच्चा त्यहाँ हुनुहुन्छ भाइ चाहिँ यहाँ छ है भनेपछि त्यहाँ काम गरी आधी प्याज चाहिँ यहाँ काटिसकेको भइसकेको छ भनेपछि त्यहाँ हातमा काट्न गाह्रो भएर हामीले चाहिँ माथि यहाँ कटिङ बोर्डमा काट्न थालिसकेका छौँ यस्तो हात चाहिँ हेर्न सक्नुहुन्छ यसरी देखो हेर्न सक्नुहुन्छ मलाई मामाले बोला जस्तो लाग्यो मलाई हजुर यहाँ चाहिँ मामा हुनुहुन्छ मामाले चाहिँ गाली गर्नुहुन्छ सधैँ भरि यहाँ कटिङ बोर्डमा कटिङ हुँदैछ भनेपछि मामाले सुपरभाइजर हुनुहुन्छ अनि बाहिर जाँदा कति थियो भनेपछि अहिले यहाँ आएपछि सुपर फास्ट कटिङ हुँदैछ भनेपछि मामा चाहिँ भएको छ अब हामी काम गर्दैछौँ कि भिडियोमा खग्यो हुँदैन तपाईँले यहाँ चाहिँ खुर्सानी पनि कटिङ हुन्छ होला एक किसिममा अब हामी एकैचोटि पाकेर आएपछि सम्पर्क गर्ने नै छ त्यति बेलाको लागि बाई बाई फाइनल्ली हामीले चाहिँ तल पकाउन थाल्नु भएको छ हामी चाहिँ माथि आएर यसो गरेको हातमा मेन्डिसेन्डी लगाइयो होइन खासैको लागि होइन मलाई यतिकै रमाइलोको लागि मैले गरेको तलतिर पाक्न थालिदिएको छ होइन मामा चाहिँ यहाँ हुनुहुन्छ है मामाले बाइक सार्नुहुन्छ मामा चाहिँ पहिलो हुनुहुन्छ पावर देखाउनु होला यता चाहिँ मासु चलिरहेको छ मासु खाने कुराको यता चाहिँ सृष्टि खै तिम्रो हात देखाउ त बर्थडे गर्लको हात चाहिँ यस्तो छ है हेर्न सक्नुहुन्छ देखाउ न बर्थडे गर्लको हात चाहिँ यस्तो छ अर्की मेरी बहिनीको हात चाहिँ यस्तो छ बर्थडे गर्ल तयार हुन गइसकेकी छिन् मम्मीले चाहिँ त्यहाँ लगाइसक्नु भएको छ मेहन्दी हेर्न सक्नुहुन्छ मामा चाहिँ यहाँ हुनुहुन्छ है अब यहाँ चाहिँ हामीले गर्नेछौँ बर्थडे गर्लको लागि हामीले यहाँ चाहिँ गर्ने नै छौँ के अरे मामे डेकोरेट गर्ने नै छौँ त्यसपछि भेटौँ ओके बाई बाई त्यति बेलाको लागि फाइनली डेकोरेसन भइसकेको छ हाम्रो चाहिँ बर्थडे गर्ल पनि रेडी भइसकेको अवस्थामा यहाँ हेर्न सक्नुहुन्छ सबैले टेन्टरन हामी चाहिँ हेर्न सक्नुहुन्छ डेकोरेसनको साथमा यहाँ बर्थडे गर्ल नै धमाकार मचाउन गइरहेको छिन् आज बर्थडे गर्लै रातभर नचाउन पर्छ बर्थडे गर्लले भनेको मान्नु होला यता चाहिँ बुवा आइसक्नु भएको छ सबै अब भेट्नु भेला हुन थालिसकेका छन् आउँदै हुनुहुन्छ अरू आमा बुवा दिदी आमाहरू आइसक्नु भएको छ मामाबाट आमा आउनु बाँकी नै छ त्यति बेलाको लागि हामी फेरि भेट हुनेछौँ केक चाहिँ यस्तै नै छ हेर्न सक्नुहुन्छ ह्याप्पी बर्थडे सृष्टि भनेर डेक पनि रेडी भइसकेको छ अनि बर्थडे गर्ल पनि रेडी डेकोरेसन नै रेडी अनि अब हामी घरको जानको प्रतीक्षाको लागि मात्र बसिरहेका छौँ अब हामी चाहिँ यहाँ अब यो लाइट चाहिँ यहाँ मिलाउने छौँ त्यसपछि हामीले बर्थडे मनाएको भिडियो राख्ने नै छु त्यति बेलाको लागि हजुरले बाई बाई फाइनल्ली हाम्रो मालबाट आइसक्नु भएको छ सानीमा बहिनी आमा माइजू भएर हामी चाहिँ अरूसम्म आएका थियौँ हेर्नलाई कति बेला आउनुहुन्छ भनेर अहिले चाहिँ यहाँ हुनुहुन्छ हाई भन्नु त्यता फर्केर
यहाँ चाहिँ माइजू हुनुहुन्छ, सानीमा हुनुहुन्छ, आमा हुनुहुन्छ, बहिनी हुनुहुन्छ, सानीमा हुनुहुन्छ। आज ट्याक्कै सात साइड चाहिँ 8:10 छ अरे, अलि ढिला हुन्छ होला। यहाँ फेरि साइड लिएर आएर बस्नु। आज साइड अनुसार काम चलिरहेका छौँ हामी चाहिँ। अब एकछिन टाइम लाग्छ होला, त्यति बेलाको लागि एकछिन बस्नुहोस् होला। बाई बाई। फाइनली गाइज हाम्रो घर चाहिँ दाइ आउन थाल्न छ होइन, एक्कासी आउन कसरी थाहा छैन। अलि ढिला गर्नुभएको छ, त्यही भएर हामीले अलि ढिला गरिरहेका छौँ, म्यानेज गरिरहेका छौँ ढिलाको लागि। दाइ कति फिक्स थाहा छैन, तर 8-10 वर्षसम्मको टाइममा आएका छौँ, घर मिलाएका छौँ त्यति बेलासम्म आउँदा पनि ठिकै छ, आउँदैन भने अब हल्का हल्का सुस्त काम गर्दै गरौँला। अनि बर्थडे मनाएको त हजुरले हेर्नुहुन्छ नि, पक्कै थाहा छ त्यो लास्टसम्म हेर्नु यो भिडियोहरू चाहिँ। त्यति बेलाको लागि अहिले भेटौँ न फेरि। गर्ने मान्छे चाहिँ यहाँ चाहिँ हामीले लाइट बाल्न गइरहेका छौँ। सृष्टि चाहिँ यहाँ चाहिँ हामी चाहिँ यहाँ बर्थडे मनाउन गइरहेका छौँ। फाइनली यहाँ चाहिँ टिको लगाएर ल्याउन थालेको अवस्थामा छौँ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, यहाँ टिको लगाएको बर्थडे गर्लले चाहिँ टिको लगाउँदैछ भनेपछि यहाँ बर्थडे मनाउने मान्छे चाहिँ धेरै हुनुहुने रहेछ। हामीलाई चाहिँ यहाँ हेर्न सक्नुहुन्छ, उहाँ गिफ्ट खोलिराख्नु भएको छ चाहिँ भनेपछि यता चाहिँ हुन सक्नुहुन्छ। हाम्रो कार्यक्रममा सुरुवात कार्यक्रमको हाम्रो यहाँ कार्यक्रम गर्नुभएको छ। यहाँ हाम्रोसँग यहाँ को आउनु भएको छ भनेपछि हजुरलाई थाहा भइसकेकै होला। यहाँ देख्न र यहाँ हाम्रो कुरा चाहिँ यहाँ चाहिँ बर्थडे मनाइसकेको अवस्थामा यहाँ सरोज दाइ पनि आइसक्नु भएको छ अहिले चाहिँ। यहाँ चाहिँ सरप्राइज भइसकेको छ यहाँ सृष्टिको लागि चाहिँ दाइको तर्फबाट। सरप्राइज दिएका मान्छेलाई दिनु सँग मैले लिनु त क्यामेरा अन गरेर दिनु न, क्यामेरा अन गरेर दिनु न। फेरि अब हामी चाहिँ मुस्टेकन मोबाइल लडाउने छौँ।
यहाँ बसिन्छ भन्नै जान्दिनँ फेरि ल्याउ त फोटो भएर भएन नाच्न फर्क गयो त हेर न कसको बाजी आएन फोटो निकाल्दाखेरि चाहिएको अवस्था Happy birthday to you. यहाँ हेर्न सक्नुहुन्छ मामा चाहिँ डुक्नु भएको छ अब हाम्रो टिको लगाएर चाहिँ ल्याइसकेको छौँ सबैले मामाले मलाई गरिसक्नु भएको छ यहाँ हामी चाहिँ सबै कुरा के भयो सबै रमाइलो भएको हेर्न सक्नुहुन्छ अघिले बाँड्नु गइरहेको छ हामी चाहिँ सबैले ल्याइसकेको छ मेरो बर्थडे मामाहरू नानी हेर्न सक्नुहुन्छ आँखामा पुरो भइसकेको छ त्यही पनि मैले मामाको लागि हेर्न सक्छु यहाँ चाहिँ मामा र दाइ हुनुहुन्छ हेर्न सक्नुहुन्छ मामाले चाहिँ मोबाइलमा यस्तो गरिसक्नु भएको छ
बेला अहिले भइसकेको अवस्था अहिले के भात खान्छौँ भएको छ केही चाहिँ अब खान्छौँ होला हामीले त्यसपछि खाना खान्छौँ होला त्यसपछि हामीले रमाइलो पक्कै नै गर्नेछौँ त्यो रमाइलो हजुरले देखाउने नै छौँ त्यति बेलाको लागि बाई बाई फाइनली हामीले चाहिँ सबै कुरा भइसकेको छौँ केक पनि खाएर भइसकेको छौँ अब हामी खाना गइरहेको छौँ खाना खान चाहिँ तल जान्छौँ हामी सबै अब हामी जाने बेला भइसकेको छ अब हाम्रो चाहिँ अब यता चाहिँ बर्थडे गर्ल यता चाहिँ अर्की बहिनी उहाँ अर्की बहिनी चिन्नु त्यहाँ भाइ छ अर्की बहिनी चाहिँ यहाँ चिने अब हामी चाहिँ खाना खाने गएर जान्छौँ खाना खाएपछि हामी फेरि रमाइलो गर्नेछौँ यहाँ चाहिँ हाम्रो चाहिँ केक बाँड्ने कार्यक्रम सुरु भइसकेको छ यहाँ चाहिँ केक खान थाल्नु भएको छ सबैले चाहिँ हेर्न सक्नुहुन्छ यहाँ